कहाँ मर गए सब गांव वाले? रात में नहीं हो रही हमारी मारो ना तिमीहरू चाहिँ ओ चेस 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 लो ओके लो गाना सुरु भइसक्यो नाच्नु जानुहोस् बाटो माटो आहा चिप्लो बाटो होला चलिए शुरू करते हैं। यहाँ चाहिँ धान दाइ हुँदैछ हाम्रो रिया पुनले बढाउँदैछ यता भ्यू निखिलुप्रति आज धेरै गल्यो अरे फर्स्ट टाइम प्याट गर्दै पछारेको निखिलले आज सबैभन्दा बल लगाएर पछारेको किनकि कसरी कुट्ने भन्ने आइडिया त थाहा छ तर त्योभन्दा कन्फिडेन्ट ओभर भएर फर्स्ट दिन भएर खाजा खाने बेला त बिमार भएर धानको मालिक होइन आजको को हो नि हो यो मालिक त उदाउँदै छ त नि अघि खायो क्या यो हो मालिक यता मालिक नि नानीहरू चाहिँ भित्र हो ए अच्छा जम बस छिटो बस छिटो चप्पल चाहिँ गिर्दैन होला नि त मालिक कता गयो मालिक यहाँ छ मालिक के होइन दादाहरू दादागिरी छ यहाँ त बस्ने त बुझेकै छैन बुढोहरूले यस्तो मजाले लगाइदिएको थियो डिआईमा त्यस्तो त साउन्ड मैले सुनाउनु भयो त उयो पकड त चप्पल तान्दैन क्या हो वेलकम बैक टू माय न्यू ब्लॉग झिलिमिली भैलीरम एक को झिलिमिली भैलीरम खोइदा कोही पनि उठ्दैन यति भिडियो बनाउन ओ यहाँ तका I am here भाइयो हेलो भन हेलो हाउ आर यु वेलकम टु राज युट्युब च्यानल ओ नेतापट्टि झिलिमिली लागेछ जानुपर्छ जन एला हान्नु सुरे भन आज फोन भन मेरो हात के गरेको छैन यहाँ के गर यहाँ मेरो हात के गरेको छ मेरो फोटो यो नाच्दाले यो माइले न हाल्नु यहाँदेखि टिना साथीहरू स्वागत छ मेरो ब्लगमा। आज चाहिँ तिहार भोलि भाइटिका र आज चाहिँ म यहाँदेखि ब्लग स्टार्ट गर्दैछु। भाइटिका आउन लागिसक्यो, भोलिदेखि भाइटिका हो, भोलिदेखि खतम तिहार। आज चाहिँ रमझम देउसी भैली खेल्दैछौँ केटाकेटीहरूसँग। अनि आज चाहिँ हाम्रो तिहारमा चाहिँ के हुँदैछ कसो हुँदैछ भन्दाखेरि अब खाइपी कडा हुँदैछ। यहाँ देखाइदिन्छु म। ल काका जाउँ घरमा, म पुऱ्याइदिन्छु। हजुर
म पुऱ्याइदिन्छु नि काका घरमा जाऊ हजुर कहाँ छ कपिला घरमै छ होला नि घरमा छैन जाउँ काका घरमा म सुत्नु आराम गर्नु नि ल म पनि काममा जानु आँटेको कि लड्नुहुन्छ भरे भनेर नि भरे एक्लै गयो भने लड्नुहुन्छ भनेर नि म पुऱ्याइदिन्थेँ भनेको नि मैले चाहिँ किन रिसाउनु त त्यही पनि भरे एक्लै हिँड्नु गयो जानुभयो भने भरे लड्नु भयो भने फेरि नि चोट लाग्छ कि भनेर म पुऱ्याइदिउँ कि भनेको नि यस्तो छ तिहार लागेको छ साथीभाइहरू अरुण आइज मेरो ब्लगमा के भन्छस् लाइक कमेन्ट शेयर सब्सक्राइब ल लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् मेरो ब्लगमा अनि आज तिहार लागिसकेको छ भोलि चाहिँ भाइटिका हो म चाहिँ भाइटिकामा म भाइटिका सेटी लगाउँदिनँ किनकि यो साल बारेको छौँ हामीले होइन अनि त्यही हो अब यस्तै अब के गर्नु नि अरुण आज जान्छस् भाइटिका गर्नु खेल्नु जान्नस् आज चाहिँ हाम्रो यहाँनिर दसैँ तिहार देउसुरे अनि यति हो ल यो चाहिँ हाम्रो फर्स्ट घर हो होइन यो चाहिँ फर्स्ट घर अनि त्यसपछि सेकेन्ड घरको लागि हामी जानेवाला छौँ सो हेर्नु होला सबैजनाले लु गाउन सुरु भइसक्यो छ नाच्नु होला सबैजना लु नाच्ने नि भने पनि हेलो हाम्रो भेना सेवास लो नेक्स्ट मैले देखि ल साथीहरू यहाँ चाहिँ हाम्रो तिहारको डान्स चल्दैछ सो त्यही हो म भित्र बोल्नु सक्दिनँ किनकि एकदम सङको साउन्ड आइरहेछ सो द्याट्स वाइ म
डान्स देखाउँदैछु हल्का यो चाहिँ हाम्रो पार्टी कसुराली लो घरको धनी वहाँ चाहिँ हुनुहुन्छ लो सेबास ले वहाँ चाहिँ हुनुहुन्छ घरको धनी फोटो शूट हुँदैछ मनोज भेना चाहिँ नआएर यति राम्रो ढोको दाने आज चाहिँ हाम्रो पुरा दिवाली खतरा हुँदैछ यहाँ भिडियो क्यामेराम्यानले खतरा गर्नु क्यामेरा गरे अब हामी चाहिँ आशिष दिन लागेको प्रसाद ल प्रसाद ल जाऊ अब हामी चाहिँ नेक्स्ट घरमा जानु लागेको भन्दैछु कि भेट गर्न भोलि जानु ल भन्दै छ पैसाको ब्याङ्क चाहिँ यहाँ छ लेख्नु भएको छैन लेख्नु भएन यहाँ चाहिँ अब हामी फेरि खेल्नेवाला छौँ ओके ल जानुहोस् भाउजू अगाडि देउसी खेल्दै आएको हामी 10 दिन दसैँ मनाउँदै आएको जनाउँदै आएको बनाउँदै
देउसुरे आको देउसुरे ए बाटो माटो देउसुरे आहा चिप्लो बाटो देउसुरे ए यहाँ मात्रै होइन देउसुरे ए सारा संसार देउसुरे ए डुल्नु पर्ने देउसुरे आहा घुम्नु पर्ने देउसुरे ए घुम्नु पर्ने देउसुरे ए तिनकुने आँगन देउसुरे ए साकुने सिक्वा देउसुरे ए देउसुरे 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 लो गाना सुरु भइसक्यो नाच्नु जानुहोस् देखेको म यसो गरेला गरेला म सिधै झरुला ये चाहिँ ब्लग है ब्लग युट्युबमा जान्छ सिधै नाच्न आइज छिटो एकछिन हरायो भने यसले कुटे खायो कसम नाच्न छिटो नाच्छ तेरो पावरै आउँदैन मजै हुँदैन नाच छिटो नाच्न कपडा खोल त कसरी थपडी मारु न तिमीहरू चाहिँ ओ चेस लो ओके यो चाहिँ हाम्रो सेकेन्ड घर हो अनि यहाँ चाहिँ हाम्रो डान्स चल्दैछ एकदमै यहाँ चाहिँ रस्ता छ अनि यसको भित्र चाहिँ हाम्रो डान्स चल्दैछ एकदमै मजा आइरहेको छ गाइस ए घरको मालिक साथीहरु आज चाहिँ सेकेन्ड डे टिकाको दिन भैली खेल्न जानुपर्ने हुन्छ आज हामीहरू छटछुट परेर चाहिँ अरू चाहिँ अघि आइसकेको छ रेडी भइसकेको छ म चाहिँ अब जान्न टिका आज पुरा फ्रेसमा एकदमै यो चाहिँ हल्का आज चाहिँ फ्रेस जाउँ ओके